छोडेर अहिले हामी चाहिँ राजस्थान जाँदैछौँ, देख्न सक्नुहुनेछ। अहिले चाहिँ सुरुङमार्गपट्टि हामी जाँदैछौँ, यहाँ पनि सुरुङमार्ग नै छ, देख्न सक्नुहुनेछ हजुरहरूले। म चाहिँ अब सुरुङमार्गतर्फ जाँदैछु, देख्न सक्नुहुनेछ। कतिको लम्बाइ छ भन्ने कुरा चाहिँ अब यो गइसकेपछि नै थाहा हुन्छ, सबैजनाले देख्न सक्नुहुनेछ। म बट्टा चाहिँ देखाइरहेको छु, हेर्न सक्नुहुनेछ। गरेको सडक छ, दबाई पनि छ। अहिले हामी सुरुङमार्गभित्र छौँ। यो राजस्थान, हामी अहिले पुष्कर भन्ने ठाउँमा जाँदैछौँ। पुष्कर भन्ने ठाउँमा चाहिँ राजस्थानको पुष्कर, गुजरात बोर्डर छिरेर हामी चाहिँ अहिले यसमा जाँदैछौँ, देख्न सक्नुहुनेछ। म बाहिर निस्किसकेको अवस्था, यो राजस्थान हो। पहाडी भेग, समथर भूभाग, तल ओह्रालो बाटो देख्न सक्नुहुनेछ हजुरहरूले। म पनि यो ठाउँमा चाहिँ फर्स्ट टाइम आएको, त्यही भएर चाहिँ केही दृश्यहरू क्यामेरामा कैद गरिराखौँ भन्न मन लाग्यो, त्यही भएर चाहिँ कैद गरेर राखेको हो। देख्न सक्नुहुन्छ पर पहाडका ठुल्ठुला देखिरहेको छ। तलपट्टि सानो सानो टु लाइनको बाटो, पहाडहरू देख्न सक्नुहुनेछ। यहाँ चट्टानको पहाड छ, पुरा चट्टानको पहाड अनि रमाइलो दृश्य। अब चाहिँ अब हजुरलाई पाली भन्ने ठाउँ देखाउँदैछु। राजस्थान